बेनीबाट 1 घन्टामा चाहिँ हामी धाइरिङ भूमितिर आइएको छ। ल हेर्दै जानु होला। सेतो आएको छ है साथीको। भूमि धाइरिङ भूमि आयो। धाइरिङ भूमि आयो। ल धाइरिङ भूमिले रक्षा गरौँ। ल आइपुग्यो। कति घन्टामा आयो र हामी चाहिँ भूमि धाइरिङ भूमिसम्म आइपुगेको छ है। 1 घन्टा बेलुबाट मसामा ए सामा थोरै अहिले अब अहिले पो मान्छे खानु पुग्छ त्यसपछि बेर भयो मान्छेले दबाउनु नि त हो पैसा हालेर आफै पैसा हालेर तपाईँले घुमाइसकेपछि तैँले घुमाइदिनु बाटो है अहिले यहाँ हप्ता 2-3 आउनु पर्ने भएर केही नि युज नगरे 1200 ला त्यसमा ग्यास 2500 लाग्यो। 500 थियो पाठाको 500,000 थियो पहिला गरे हैन। आजको शनिबार चाहिँ म आज बेनीबाट पर्वतको धाइरिङको भूमि थानमा आइपुगेको छु। ल आज चाहिँ धाइरिङ भूमिले चाहिँ हाम्रो रिजल्टलाई चाहिँ एकदम रक्षा गर्नु है। रक्षा गर्नु मलाई पनि मा आइहालेँ म। मेरो चाहिँ देश विदेशमा भएको छोराछोरीलाई चाहिँ राम्रो होस्, आफ्नो घर परिवारलाई राम्रो होस्, भूमिले चाहिँ रक्षा गरून् भन्ने अपेक्षा लिएर आएको। राजु रामजाली साट हो। राजु रामजाली हजुर बेनीका साट राजु रामजाली। 500 स्वरूप चाहिँ सहयोगको लागि।
किन उजालतिर ए चिया पुरै हो अब यहाँ किन्नु भएन क्या बस बस लान्छ तपाईँ लान्छ हामी चाहिँ यहाँ आज प्रसादतिर जाँदैछौँ है काटे एकछिन यता ए आमा सब काटेर है मात्रै बारी चाहिँ पर्वत जिल्ला जलजला गाउँपालिका धाइरिङ मा पर्ने धाइरिङ भूमि थानमा चाहिँ आज प्रत्येक शनिबार चाहिँ पूजा हुँदो रहेछ पूजामा चाहिँ बोका बलि दिनु रहेछन् बोका बलि दिइसकेपछि सम्पूर्ण यो मासु सासु सब चाहिँ यहीँ खाएर जानुपर्दो रहेछ फर्काएर लानु नपाइँदो रहेछ अनि त्यस भएर चाहिँ आज चाहिँ 18वटा बोका बलि दिएको छ यो 18वटा बोका चाहिँ सब खाएर सखाप बनाएर जानुपर्ने रहेछ घरमा लानु नपाइँदो रहेछ यहाँको चलन त्यस्तो रहेछ भयो है अब चाहिँ हाम्रो मासु आउनु मात्रै बाँकी छ है सब तयारी भएको छ मासु आउनलाई बाँकी छ ल माथि चाहिँ भूमिठान छ है भूमिठान छ त्यहाँबाट पूजा गरेर चाहिँ पूजा गरिसकेपछि बोकाहरू यहाँ चाहिँ 6वटा ये सबैमा काटेर छाँदैछन् यहाँको चाहिँ घरमा लानु नपाइँदो रहेछ जति काट्यो उति चाहिँ यहाँ खाइसकेर जानु पर्दो रहेछ त्यही भएर सब खानालाई कसिँदैछन् है साथीहरूलाई एक घर 1 2 3 4 5 6 7 8वटा रहेछ 8वटा सटर रहेछ ल फाइनल्ली हाम्रो पनि आयो है मासु आयो र फाइनल्ली हाम्रो पनि मासु आएको छ है साथीहरू ल उता भात पाकेको छ आमामा भात काँचै पनि छ क्या पाक्छ अहिले सानो आगो पर्ने राम्रो छैन ओहो खै कस्तो रहेछ टाइम लाग्छ भुपट्टि गरेर आइदैन ल काट्न सुरु गरिसकेको छ काट्नुलाई हाम्रो अर्जुन भाइले काट्दैछ ल ओ मामा आन्द्रा लिएर आयो ल साउले त ल त्यही राख्छ यसमा भात पाकेको छ है साथी लोकल हाँसीको भुट्टा धाइरिङ भूमिको ठानमा खायो रामजानीले खायो घर लान पाइन्न सबै रौसी खान नपाइने घर लान पाइन्न रौसी खानु पाइन्न
यस्तो समस्या छ यहाँ मासु कसरी खाने हो यहाँ यहाँ नि यस्तो रहेछ तेरो जात यो त्यही हो विजयले उहाँ भात पकाउनु लायो भात पाक्यो म चाहिँ फर्स्टचोटि आएको के यसो धाइरेकी भूमि ठाउँमा अनि यो मासु चाहिँ यहीँ खानुपर्छ अरे मानु पाइन्न अरे अनि यो चरप्प पकाएर खाएर अनि बल्ल जानुपर्छ अनि यो मासु त रक्सी नि खानु पाइन्न अरे रक्सी नि खानु पाइन्न अरे अब मासु घर लानु पनि पाइन्छ के यहाँ बाहिर गएको मासु ल भुटुवा पाक्दैछ है भुटुवा यता भुटुवा यता चाहिँ हरियास हरियास यसलाई चाहिँ हरियास पाक्दैछ पाको खुट्टा सब पाक्दैछ आयो नुन लगाएको छ नुन लगाएको छ ल नुन लाग्दै खाने हुन्छ है म त भुँडी खान्छु ल चट्ट खाने हुने छ ल धन्यवाद 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 ल ए हाम्रो सुरु भयो हो जति खाने हुन्छ है हामीले आमा खानु सक्नु पऱ्यो क्या ल कस्तो लुस्याएको च्याम्मा खानु त हड्डी त सानो भयो नि त है अब ठुलो हड्डी नहुँदो नि आमा खाने खाने आऊ न भात हेर न भात मासु भात सुरु भयो भात ल भात भात ल भात सुरु भयो ल डकुमेन्ट दाइको पालो आयो डकुमेन्ट दाइको पालो आयो ल लगाइहाल्ने हो आयो 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 यता चाहिँ पाक्दैछ आमा ल यता पनि यस्तो पाक्दै रहेछ सरी है ओहो ल है भात पाक्यो ल ल ल ल ल ल ल आयो 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 भुटुवा आयो भुटुवा ल खायो खायो ल ल म नि खान्छु क्या खाँदै गर्नु न ल आफै आफै हालेर ड्याममा हालेर खाने फेरि हो मासु जस्तो खाने हुन्छ जस्तो खाने हुन्छ है पैसा लाग्दैन पो उतै खाने यतै खाने अब असर गर्छ अहिले भात आयो भात झापझुप पाऱ्यो है झापझुप ल मासु अब अघि भुटो खाइयो अहिले फेरि मासु ए नारायण नारायण ए बा यता भात छ उता मासु छ कति खानु मन लाग्छ खाने अब सबैजना फर्किसकेछन् लगभग हामी पनि फर्किने क्रम जारी छ जलजला वार्ड नम्बर 7 धाइरिङको भूमि मन्दिरमा पूजाको लागि बिहान आएका हौँ र पूजाको कार्यक्रम लगभग सकेर खानपिन नास्ता सबै सकेर अब हामी फेरि बिहानतिर ओह्रालो लाग्दैछौँ धन्यवाद फर्क्यौँ होइन अस्ट्रेलिया गएको तल्ल पुगेछ छोरा अस्ट्रेलिया गएको उपलक्ष्यमा
हामी सबैलाई देवताको नाम हामीले खाने काम गरियो। गरियो धन्यवाद बढाइ छ भोजबहादुर फेरि खैरेलले। अरू साथीहरूले नि भक्कल गर्दै गर्नु भूमि थान हामीलाई बोलाउनु नछुटाउनु। यस खानामा सहभागी हुन पक्कै आउनेछौँ। आउनेछौँ भन्दै हामी फेरि यात्रा सुरु हाम्रो यात्रा शुभ रहोस्। जय भूमे भन्दै जय भूमे। अहिले 1-2 जना थपिन्छन् होला। ल हामी चाहिँ अब फेरि फर्क्यौँ है फर्किनु पऱ्यो। हामी प्रसाद खाइयो अनि त्यसपछि खाएर ढारियो खाएर ढाडियो मासु हामी चाहिँ पचाउनको लागि गौशाला पुगेर आइयो। ल अब चाहिँ डाँडा टाढा टुटुट। चाहिएको छ